हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हाम्रो यो कन्टेन्ट चाहिँ अलिकति डिफ्रेन्ट छ अरूहरू भन्दाखेरि होइन मैले चाहिँ कति सायद 6 महिना अगाडि एउटा के अरे फिनल्यान्डको जब मार्केट बारेमा बनाएको थिएँ भिडियो त्यसमा धेरै मान्छेहरूको चाहिँ कमेन्ट आएको रहेछ तपाईँहरू धेरै क्वेसनहरू गर्नुभएको रहेछ मैले त्यो क्वेसनहरू हेर्ने मौका पाएको थिएन तर अहिले चाहिँ त्यो क्वेसनहरूको लागि चाहिँ हामी दुईजना बसेर हामी त्यस्तो एक्सपर्टिज त होइन त्यसको बारेमा होइन तर पनि एटलिस्ट हामीले जानेको बुझेको क्वेसनको आन्सरहरू चाहिँ हामी गर्न गइरहेछौँ होइन त पार्वती हजुर त्योभन्दा अगाडि चाहिँ म तिमीलाई चाहन्छु तिमी आफ्नो इन्ट्रोडक्सन देऊ नमस्ते म चाहिँ पार्वती शर्मा अहिले हाल फिनल्यान्ड हेलसिङ्कीमा बस्दैछु कति भयो तिमी आएको यो सेप्टेम्बरमा 3 वर्ष पुग्छ म आएको चाहिँ ठिक छ ल पहिला सुरु हामी धेरै टाइम वेस्ट नगरिकन सानो क्वेसनहरू नै हेरौँ है क्वेसनको लागि नै भन्नु ल दिदी म फिनल्यान्ड आउन लागेको हजुरसँग ए ठिक छ कुरा गर्नुको लागि मसँग कुरा गर्नुको लागि चाहिँ म चाहिँ अहिले वाट्सएप र के भन्छ त्यसको नाम टिकटक युज गर्छु होइन वाट्सएप नम्बर त अब आम नट कम्फर्टेबल त्यो नम्बर सेयर गर्नलाई तर मेरो टिकटकको चाहिँ म यसमा राखिदिन्छु अहिले आइडी डिस्क्रिप्सनमा त्यसमा कमेन्ट के अरे सरी मेसेज गर्नुहोस् न है सिस मास्टर्सको लागि आउँदा राम्रो कि ब्याचलर विथ डिपेन्डेन्टमा भनिदिनु त भन्नुभएको छ सुमन तामाङले के लाग्छ तिमीलाई मलाई यसो हेर्दाखेरि चाहिँ मास्टर्समा आउँदा राम्रो हुन्छ जस्तो लाग्छ किनभनेपछि हामीहरू ब्याचलरमा आउँदा पनि हामीले छिटो छिटो कोर्सहरू भ्याउन खोजेको हुन्छ नि त त्यो गर्दाखेरि हामीले कोर्स छिटो भ्यायो भने पनि हामीले भिजा त रिन्यू गर्नु नै पर्ने हुन्छ अनि पैसा पनि एक्स्ट्रा पे गर्नुपर्छ अनि हामीलाई अलिकति हतार हुन्छ कोर्सहरू छिटो छिटो भ्याउनको लागि धेरै टाइम स्पेन्ड गर्नुपर्ने हुन्छ नि त कोर्सहरू त्यही भएर मास्टर्समा आयो भने तर मास्टर्समा आउँदाखेरि त थोरै भिजा आउँछ होइन तर 2 वर्षको लागि आउँछ तर हामीहरूले ब्याचलर पनि 2 वर्षमा भ्यायो भने फेरि भिजाको लागि त हाल्नु नै पर्ने हुन्छ नि त तर ए भिजा आउँछ कि बी भिजा आउँछ है मास्टर्सको लागि त ए भिजै आउँछ ए हो तिनीहरूको अनि त्यो मास्टर्स पढाउनु लागि चाहिँ नेपालमा केही कोर्स के अरे आफूले जे ब्याचलरमा जे गर्यो त्यो केही जब सब गर्नु पर्दैन जबसबहरू त गर्नु कुनै कुनैमा चाहिँ पढेको हुन्छ उनीहरूले हुन्छ तर प्रायःहरूमा चाहिँ उनीहरूको त्यो उहरू असाइनमेन्टहरू हुन्छ रिसर्चहरूको के पार्टहरू हुन्छ उनीहरूको आफ्नो युनिभर्सिटीहरूको चाहिँ आफ्नो डिफ्रेन्ट खालको क्राइटेरिया हुन्छ हेरी हुन्छ उनीहरूको त्यो क्राइटेरियामा असाइनमेन्ट दिने अनि असाइनमेन्टहरूबाट सिलेक्ट गर्यो भने इन्टरभ्यू दिन्छ अनि त्यहाँबाट चाहिँ डिसाइड गर्छ त्यसरी त्यसो भए मास्टर्सको लागि आउँदा राम्रो होइन मेरो विचारमा चाहिँ मास्टर्सकै लागि आयो भने चाहिँ अझै पढाइमा चाहिँ धेरै इन्भेस्ट हुनुपर्छ जस्तो लाग्दैन मलाई चाहिँ अनि विथ डिपेन्डेन्ट कि सिङ्गल आउँदा राम्रो सबैको क्वेसन यही हो होइन डिपेन्डेन्टमा आउँदा राम्रो कि सिङ्गलमा आउँदा राम्रो हुँदैन आउनु त डिपेन्डेन्टमै राम्रो हुन्छ तर फेरि अहिले एउटा नयाँ रुल्स आएको छ नि के अरे डिपेन्डेन्ट चाहिँ सँगै लगाउन नपाउने के हो यो वर्षबाट तर अप्लाई चाहिँ गर्नु मिल्छ तर भिजाहरू चाहिँ एकदमै लेट आइरहेको छ डिपेन्डेन्टको भन्ने चाहिँ आएको छ होइन त्यो चाहिँ म पनि राम्रोसँग स्योर त भएन तर अप्लाई चाहिँ सँगै गर्नु मिल्यो अनि तर आफ्नो मेन स्टुडेन्टको चाहिँ भिजा आउँछ अनि फेरि ऊ आइसकेर यहाँ फिनल्यान्डमा जब खोजेर सेटल भयो भने मात्र डिसाइड हुन्छ स्पाउसको भन्ने चाहिँ हल्ला छ फेरि कुनै सिचुएसनहरूमा चाहिँ समय पनि आइरहेको छ त्यो त मान्छेहरू हेरेर सिचुएसन हेरेर नै डिपेन्ड हुन्छ होला त्यसो भए सकेसम्म डिपेन्डेन्टमा आगे ठिक हुन्छ एकदमै सजिलो हुन्छ अर्को क्वेसन गर्नुभएको छ श्रद्धा रेग्मीले होइन डिपेन्डेन्टसँग आउँदा जब पाउने नपाउने के छ सिचुएसन बेसिक ल्याङ्ग्वेज स्किल भयो भने काम पाउने चान्स कतिको छ होला भन्नुभएको छ हामीलाई त लाग्छ डिपेन्डेन्टसँग नै आउँदा राम्रो हुन्छ है अनि झन् बेसिक अब फिनिस ल्याङ्ग्वेज भएको झन् राम्रो हुन्छ लास्ट टाइम मेरो जुन भिडियोमा चाहिँ त्यो के अरे जबको बारेमा मतलब जब मार्केटहरू त्यो गिग वर्कको लागि जसले चाहिँ अब पर्मानेन्ट जब पाउनु भएको छैन इजीहरू ट्रिमरहरूको जुन कुरा मेन्सन गरेको थिएँ त्यसमा पनि अहिले ल्याङ्ग्वेज चाहिने बेसिक ल्याङ्ग्वेज भयो भने तिमीहरूलाई हामीहरूलाई अझ धेरै सिफ्टहरू अफर हुन्छ त्यो मैले त्यो भिडियो बनाउँदाखेरि चाहिँ त्यतिखेर त्यस्तो भन्थेन त्यतिखेर त कति धेरै जब सिफ्टहरू आउँथ्यो त अहिले चाहिँ त्यसमा पनि ल्याङ्ग्वेज नै चाहिने भएको छ है त्यो बेसिक भए पनि हजुरलाई कम्युनिकेट गर्नुको लागि उनीहरूसँग उनीहरूले भनेको बेसिक कुराहरू आउनु चाहिँ पर्ने हुन्छ आज त्यो त्यसमा चाहिँ कस्तो हुँदो रहेछ भने
यदि तपाईँ त्यसमा चाहिँ त्यो मतलब त्यो ट्रिमर के भन्छ इजीहरूमा चाहिँ हामीले चाहिँ अब बेसिक ल्याङ्ग्वेजमा चाहिँ फिनिस पनि राख्यो भने तपाईँलाई चाहिँ सिर्फ धेरै आउँछ, काम धेरै आउँछ। तर तपाईँसँग सिर्फ इङ्ग्लिस मात्रै छ भने चाहिँ कम काम आउँछ। तर अरू चाहिँ आउँछ तर अलिक धेरै नै कम आएको र त्यसलाई आएको नआएको अर्थै छैन है, त्यो एकदम कम छ अहिले त। यदि अब हजुरलाई फिनिस आउँछ भने त्यहाँ हजुरले त्यहाँ उसमा मेन्सन गर्नुभयो अनि त्यहाँ राख्नुभयो भने चाहिँ हजुरलाई एकदमै धेरै नै अफर हुन्छ त्यो होस्। तर आजभोलि इङ्ग्लिसको खै किन त्यस्तो प्रायोरिटी चाहिँ दिएको छैन है। अहिले चाहिँ त्यो रुल्सहरू धेरै चेन्ज भइरहेछ नि त, यो वर्ष धेरै रुल्स चेन्ज भयो नि। तर फिनिस आएको चाहिँ एकदमै राम्रो प्लस पोइन्टै हो। प्लस पोइन्ट हो नि। जबहरू अप्लाई गर्दाखेरि पनि हजुरलाई अगाडि लग्ने चान्स धेरै नै हुन्छ होइन। त्यही त। अनि सरप्राइज आर्कियोलोजीले सोध्नुभएको छ, बहिनी जापान राम्रो पी स्टुडेन्टमा जानलाई फिनल्यान्ड छ सिस, मेरो बच्चा फिनल्यान्ड पठाउनु पर्यो भनेको ब्याचलरको लागि। यसको कुरा गर्दाखेरि चाहिँ अब जापान राम्रो हो फिनल्यान्ड राम्रो हो चाहिँ हामीलाई पनि राम्रोसँग थाहा छैन होइन। तर अहिले जब मार्केटको हिसाबमा हेरेर सबै देश एउटै हो। कहीँ पनि अब जुन ठाउँमा पनि मान्छे जाओस् जसले पनि अब कामै छैन भनेर सुनेको छ होइन। अब फिनल्यान्डको कुरा गर्ने हो भने पनि सबैले जसलाई सुकै सोध्नु सबैले नै अब फिनल्यान्डमा धेरै मान्छे भयो, जब छैन जब क्राइसिस त छ न त। तर पनि अलि धेरै टाइम, तर 7-8 महिना सर्भाइभ गर्न सक्यो भने चाहिँ जब चाहिँ पाइन्छ जस्तो लाग्छ। कोही पनि अनइम्प्लोइड बसेको छैन नि त होइन त। फेरि यस्तो डिपेन्ड हुँदो रहेछ। फेरि मान्छेहरू त आएको 1 महिनामा पनि पाएको छ है। तर त्यो आफूमा नै डिपेन्ड हुन्छ होला, कति चाहिँ एक्टिभ भएर खोज्छ, कति चाहिँ गर्न सक्छ, कति चाहिँ पुग्छ भन्नेमा पनि एकदम धेरै डिपेन्ड हुन्छ। तर के अरे जब चाहिँ अनलाइन चाहिँ भर्नै पर्छ, कसैको भर परेर मात्रै बस्न पनि हुँदैन। रिफरेन्सले नै धेरै काम गर्छ गर्न त, तर पनि अब रिफरेन्सको मात्रै भर परेर पनि हुँदैन। बोल्न सक्नु पर्यो, कोही मान्छेलाई सोध्न सक्नु पर्यो, फोन गर्न सक्नु पर्यो होइन, उनीहरूसँग कम्युनिकेट। आफूमा पनि अब एउटा के हुन्छ त्यसलाई विल काम जब खोज्ने काम गर्छु म भन्ने खालको एउटा एकदमै एक्टिभै भएर लाग्नुपर्छ। यो चाहिँ सबै ठाउँको सिचुएसन त्यही हो। तर पनि जापानको चाहिँ अब त्यस्तै त होला। फिनल्यान्डको कुरा सुन्यो भने नि फिनल्यान्डमा कामै छैन भन्छ होइन। तर फेरि जापान जाँदाखेरि चाहिँ के प्लस पोइन्ट हुन्छ भन्दा नेपालमै ल्याङ्ग्वेज सिकेर जान्छ नि त, अनि त्यही भएर चाहिँ अलिकति ल्याङ्ग्वेजको प्रब्लम हुँदैन। तर पनि फेरि जापानमा बस्ने मान्छेहरूले पनि फेरि त्यो टिकटकहरूमा हेऱ्यो भने त कामै छैन भने हान्छ नि त के अहिले फिनल्यान्डको पनि कामै छैन दिएको जहाँ पनि काम छैन भन्छ। तर फेरि काम छैन भन्दैमा कसैले पनि काम पाउँदैन भन्ने चाहिँ होइन। फेरि आउने बित्तिकै पनि कतिजनाहरू मान्छे चाहिँ राम्रो काम पाएको पनि छ। उनीहरूले कसरी खोज्छ, कसरी भेट्छ मान्छेहरूलाई, कसरी बोल्न सक्छ भन्ने कुरामा पनि एकदमै धेरै डिपेन्ड हुन्छ। अनि अभिषेक गौतमले सोध्नु भएको छ, केरेलिया युनिभर्सिटी के हो केरेला युनिभर्सिटी आउँदा राम्रो हो कि होइन, अलि सर्ट एन्ड स्विटमा भनिदिनुहोस्। विदाउट आइएलटिएस। त्यो आइएलटिएस त मेन्डेटरी नै हो जस्तो लाग्छ है। तर कुनै युनिभर्सिटीहरूले चाहिँ त्यो लिन्छ, असाइनमेन्टहरू लिन्छ, त्यसैको आधारमा पनि सिलेक्ट गर्छ कि। यो युनिभर्सिटी त एकदम पुरै गाउँतिर हो उता अलिकति गाउँमै हो। अनि कस्तो हुन्छ भने तपाईँ जति चाहिँ अब सिटीमा हुनुभयो त्यति नै तपाईँको लागि जबको लागि चाहिँ राम्रो चान्स हुन्छ। जति उता पछाडि जानुभयो त्यति नै तपाईँलाई चाहिँ एकदम अपर्च्युनिटीहरू चाहिँ एकदम कम नै हुन्छ। फेरि यस्तो हुँदो रहेछ, यहाँ त अलि मान्छेहरू पनि हुन्छ, उता त मान्छेहरू नै भेट्दैन अरे क्या उता गाउँहरूतिर। अनि उनीहरू त यहाँ त अलिकति पनि इङ्ग्लिस बोलेर सम्झाउन सक्छ नि त मान्छेहरू, वा त उनीहरू त बुझ्दैन अरे इङ्ग्लिस। उताको मान्छे त बोल्नै खोज्दैन नि त, बुझे पनि बोल्दैन भन्छ कि उतातिर। तर उता आउनुको लागि त ल्याङ्ग्वेज चाहिँ हुनै नै पर्छ। तर यो सिटी एरियामा चाहिँ जसले जसको भने नि मान्छेहरू चाहिँ प्रायःले चाहिँ इङ्ग्लिस चाहिँ बोल्छ, प्रायःले चाहिँ बोल्छ बुझ्छ अनि कन्फ्युज भएको कुराहरू भन्दिन पनि खोज्छ। तर उतातिर गाउँतिर चाहिँ अलिकति गाह्रो नै छ। कतिजना मान्छेलाई देखेको उनीहरूले भन्दै थियो कि मान्छेहरू त मान्छे नै नदेखेर डिप्रेस हुन्छ अरे क्या त्यहाँ। अब यता हिँड्दाखेरि हामीहरू त सिटीहरूमा ट्रेनहरूमा उनीहरूमा देखेको हुन्छ नि त मान्छेको भिडहरू होइन, उनीहरूको त ट्रेनहरू पनि त्यसै चल्दैन अरे नि त, बस पनि धेरै चल्दैन अरे नि, बस पनि हुँदैन अरे। अनि त्यही भएर मान्छेहरूलाई चाहिँ अनि मान्छे हेर्नको लागि नै यहाँ आउँछ अरे। के भयो बोल्यो बन्द गरिदियो।
अर्को क्वेसन गर्नुभएको छ टिकर सुनवारले सिजनल जबको लागि नेपाली फिल्ममा कसरी आउने हो सिस्टर भनिदिनु न प्लिज सिजनल जबको लागि त मैले त यो त झन् स्क्याम हो जस्तो लागेको सुनेको थिएँ कतिजनाहरूलाई त लिएको थियो सिजनल जब भनेर अनि खै के भयो भनेर न्युज पनि आएको थियो नि नेपालबाट त डाइरेक्टली त्यसरी सिजनल जबकै लागि भनेर अप्लाई गरेर तर फेरि मैले कता कता त फेरि आएको भन्ने सुनेको छु होइन तर सकेसम्म यो प्रायः चाहिँ स्क्याम नै हुन्छ किनकि मैले त नेपालीलाई लिन्छ नि न्युजमा त्यहाँ देखेको थिएँ 14 नेपालीलाई लिएको तर पे नै नगरेको क्या उनीहरूले अनि उनीहरूले त बस्नको लागि पनि गाह्रो भएर अनि तिनीहरूले केस गरेको भनेर देखेको अनि यहाँ कति केस छ नि त अब यस्तो एजेन्टहरूको रेस्टुरेन्टहरू हुन्छ कति मान्छेहरू नेपालीहरू काम गर्छन् होइन उनीहरू चाहिँ एकदम एक्सप्लोइट आफ्नो वर्करलाई एकदम एक्सप्लोइट गरेको कति न्युजहरू आइरहेको छ तर गर्छ पनि पे रेट एकदमै कम हुन्छ तर म चाहिँ एकदमै ओभरलोड गराउँछ त्यही भएर म त कहिले पनि एजेन्टसँग त म कामै गर्दिनँ किनभने फेरि यहाँको मान्छेहरूले यहाँको जेन्युन कम्पनीहरूले त्यसरी ल्याउँदैन ल्याउने भनेको नेपालीहरूले मात्र हो वर्कमा त्यही भएर बेटर बरु आफै स्टुडेन्ट भिजाहरूमा आउनुभयो भने लसो बहिनीको बसाइ फिनल्यान्डमा कुन ठाउँमा हो हजुर हामी अहिले हेलसिङ्कीमा हो सन्त भोलान दाई दाजु नमस्ते लसो दाई ब्याचलरमा आउँदा कस्तो छ भन्नु न ब्याचलरमा आउँदा पनि राम्रो नै छ ब्याचलरमा आउँदा सुरुमै 3.5 कि 3 इयर्सको भिजा आउँछ 3.5 इयर्स जुन अनि ए भिजा नै आउँछ जुन त्यो प्लस पोइन्ट पनि हो राम्रो पनि हो अनि ब्याचलरमा आउँदाखेरि तपाईँहरूले अब 3.5 इयर्सको कोर्स चाहिँ तपाईँले उस्तै पढ्दाखेरि 2 इयर्समा पनि गर्न सक्नुहुन्छ जसले गर्दा 1 इयरको त 1.5 इयरको त तपाईँको तर फेरि हामी भिजा त अप्लाई गर्नु नै पर्ने हुन्छ भन्नु तर फी चाहिँ बचाउन सक्नुहुन्छ नि त फी चाहिँ बचाउनु तर भिजा एप्लाई गर्दा भिजा पनि आउँछ नि त 10 वर्ष भिजा पाइन्छ नि त केही फरक पर्दैन नि त अनि ए भिजा नै आउँछ कस्तो खाले यो मान्छेले चाहिँ बुझ्नु भएको थिएन जस्तो होइन तर खासै मैले त्यो मेरो पहिलाको भिडियो चाहिँ उसको लागि बनाएको हो कि जुन मान्छे चाहिँ फिनल्यान्ड आइसक्नु भएको छ जो चाहिँ अनइम्प्लोइड बस्नु भएको छ उहाँहरूलाई चाहिँ अलिकति इजी भओस् कसरी चाहिँ जब एप्लाई गर्न सकिन्छ भनेर बनाएको हो हजुरले अब बुझ्नुभयो जस्तो छ सुन्नु न हजुर फेसबुक चलाउनुहुन्छ म फेसबुक चलाउँदिनँ आकृति राई तर म टिकटक चलाउँछु मेरो टिकटकको आइडी चाहिँ अहिले डिस्क्रिप्सन बक्समा हालिदिन्छु कादानीमा कस्तो छ 6 भन्दा छ अनबिलिभेबल कादानी भन्ने ठाउँ हो कि ठाउँ हो कि युनिभर्सिटी हो तर यो उतै जस्तो छ मैले ए मैले यहाँ त कादानीमा मैले रिप्लाई पनि गरेको रहेछु म कादानी त गएको छैन तर यो स्मल सिटी जस्तो लाग्यो कामको लागि सोध्नु भएको भने चाहिँ पाउँदै नपाउने होइन तर केही टाइम लाग्न सक्छ गाउँतिर भएको भएर सो काम नपाउँदै ल्याङ्ग्वेज सिक्नुहोस् न ल्याङ्ग्वेज भएर सजिलो हुन्छ भनेर बनाइरहेको छु जुन राम्रो कुरा हो यो चाहिँ मैले कमेन्ट गर्न गएँ 6 महिना अगाडि बनाएको छु मैले भिडियो अलिक राम्रोसँग भन न हो के नाटक गरेको नाटक गरेको होइन अब कस्तो नाटक हो बोल्ने तरिका यस्तै हो तर मैले मेरो नेचुरल तरिका होइन राम्रोसँग बोलेको मैले नाटक पारेर बोलेको चाहिँ होइन तर यति नै थियो हाम्रो क्वेसन आन्सर सेसनहरू यति नै हो हामीलाई थाहा भएको जति हामीले भनिदिइहाल्यौँ अब जब चाहिँ त्यस्तै छ अहिले धेरै मान्छेहरू भएको भएर गाह्रो त गाह्रो नै छ तर रिफ्रेन्सले पनि खासै काम गरेको छैन जबहरू मार्केटहरूमा तर काम गर्न आएको मान्छे अनइम्प्लोइड चाहिँ बसेको चाहिँ छैन छन त तर वेटिङ पिरियड चाहिँ अलिक टाइम त्यसको लागि तपाईँहरू नेपाल आउँदाखेरि चाहिँ नेपालबाट आउँदाखेरि चाहिँ त्यो जुन के अरे एक्सपेन्सेस लिभिङ एक्सपेन्सेस चाहिँ लिएर आउनुपर्छ एटलिस्ट मान्छेहरूले भने अनुसार चाहिँ काम नपाउँदै 1 इयरको लागि चाहिँ आफ्नो लिभिङ एक्सपेन्सेस चाहिँ लिएर आएर बस्नुहोस् अनि सक्नुहुन्छ भने डिपेन्डेन्ट चाहिँ लिएर आउनु भएकै राम्रो भन्छु किनकि स्टुडेन्ट पढिरहेको छ भने डिपेन्डेन्टले सपोर्ट गर्न सक्छ नि त काम खोजेर काम गरेर ट्रिमरहरू जस्तो एपहरूमा त कहिले पाउनु पनि सक्छ नि त कहिले कहीँ मात्र गर्दाखेरि पनि बस्न खानको लागि पैसा निकाल्न सक्छ त्यति हुँदाखेरि पनि एकदम सजिलो पर्छ डिपेन्डेन्ट आउनुहुन्छ भने चाहिँ
डिपेन्डेन्ट अब आउने बित्तिकै तपाईँहरू सुरुमा कामको लागि अब यो इजीको लागिहरू चाहिँ अब तपाईँले इन्टरभ्यू नै दिनुपर्ने के हुन्छ त्यो होइन वहीँ कन्ट्याक्ट गर्नुपर्छ ट्रिमर भन्ने चाहिँ ट्रिमर एप मात्रै खोल्ने हो तर तपाईँ त्यसको लागि चाहिँ हाइजिन पासपोर्टहरू बनाउनु पर्छ जुन चाहिँ रेस्टुरेन्टमा बढी काम पाउने हुन्छ त्यही भएर हाइजिन पासपोर्ट एल्कोहल पासपोर्टहरू बनाउने अनि त्यो इक्जाम हो त्यो इक्जाम पास गरेपछि चाहिँ तपाईँहरू एप्लाई गर्न सक्नुहुन्छ अब एप्लाई गरिराख्नु पर्यो गर्ने बित्तिकै पाउनुहुन्छ भन्ने छैन एकदम धेरै रिजेक्सन हुन्छ तर हार मान्नु हुँदैन फाइटिङ तर पनि अरू के नहुँदासम्म चाहिँ दिन्छ भन्ने आश चाहिँ भइरहेको हुन्छ त्यहाँ चाहिँ अरूभन्दा कम्पेयर टु अदर एयरपोर्ट यति नै हो होइन अहिले यति नै हो हस् हुन्छ थ्याङ्क यू फर वाचिङ धन्यवाद